हेलो हेलो साथीहरू। आज चाहिँ रियादबाट लोड गरेर नजरानको लागि रात पर्यो। लोड गर्दा गर्दै अलि ढिला भयो। म एक्लै छु, हिँड्दैछु म एक्लै। अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा लैला अफलाजमा आइपुग्यो। दिउँसै निस्केको, त्यहाँनिर ठुलो पम्पमा, पेट्रोल पम्पमा रोकेर गाडी अलिकति सरसफाइ गर्यो। त्यहाँबाट अनि हिँडेको अलिक ठ्याक्कै 1.5 जति लाग्यो गाडी धुँदा यताउता गर्दाखेरि, बस्दाखेरि यताउता गर्दा लाग्यो। अहिले हिँड्दैछु। यस्तै छ है गाइज, ट्रकिङ लाइफ साउदी अरेबियाको। अहिले चाहिँ म ठ्याक्कै इसारामा पऱ्यो होइन, सिग्नलमा। ठ्याक्कै सिग्नलमा परेको भएर म रोक्दैछु अहिले। सिग्नल खोल्यो, हिँडेको। अब पछाडि साथीहरू कोही अर्को गाडी आएको रहेछ, त्यसलाई नै हतार छ बिचरा। यहाँ फेरि क्यामेराले हानिहाल्छ कि कति 35-36 सेकेन्डभन्दा छैन सिग्नल खोल्दैन। सिग्नल क्यामेराले हाने कि 2000 रियल जान्छ। यस्तै छ साथीहरू। सुलेलमा गएर खाना खाइन्छ। अब म तपाईँहरूलाई छोटो छोटो दृश्य चाहिँ बाटोतिरको यसो उज्यालो निराको देखाउँछु। हेरी बस्नु होला नि है। सुरुदेखि अन्तिमसम्म हेर्नुहोस् है। म छोटो छोटो दृश्य देखाइबस्छु। आजको यात्रा म्याक्सिमम अब नाइटमै पर्यो। निस्किने चाहिँ दिउँसै निस्क्यो। दिउँसो चाहिँ ठ्याक्कै खिच्नलाई भ्याइएन कि म यताउता गर्दा गर्दै अलि हतारमा छ्यास्याङ फेस्याङ भएको भएर उतै निस्किहाल्यो। खिच्नै भ्याइएन, भिडियो बनाउनै भ्याइएन। अनि त्यही भएर अहिले अब चाहिँ भिडियो बनाउनुपर्छ भनेर ठ्याक्कै सुरुवात गरिहालेको कि हेर्नु होला नि। ठ्याक्कै यहाँ गोलचक्कर छ। यो यतापट्टि जाने बाटो भयो। अनि यो सिसा फुटेको रहेछ नि। यता अर्को यता जाने भयो। म चाहिँ सिधा जाँदैछु। तपाईँको यस्तो छ लैला अफलाजको सुटिङ। लैलाको बाइपासमा पारिपट्टि होटेल छ। अनि यतापट्टि जम्मै गाडीहरू खानालाई बसेको छ। पारि पनि बसेको छ, वारी पनि बसेको छ। त्यहाँ पनि छ होटेल, 2टा छ। यो पावर हाउस भएको। म चाहिँ त्यहाँबाट यतापट्टि जाने हो, यो बत्तीपट्टि। अहिले त्यहाँनिर त्यो रातो बलै ठाउँमा इसारा छ। खास मलाई इसारा पर्दैन। त्यहाँबाट चाहिँ यसरी यता जाने हो, यो लाइटपट्टि जाने हो। अहिले चाहिँ सुलेल आइपुग्न लाग्यो। अब लगभग सुलेल पुग्न लाग्यो छैन। ठ्याक्कै भन्नुपर्दाखेरि ठ्याक्क त्यो अगाडि लाइट देखिरहेको ठाउँमा पेट्रोल पम्प छ। त्यहाँनिर झट्ट लगाएर गएर सुत्नुपर्छ। आज अहिले सुलेल आइपुग्यो। अब त्यहाँ गएर सुत्ने हो, पेट्रोल पम्पमा गएर सुत्ने हो। अहिले रातको 11 बजे छ, करेक्ट 11 बज्यो। अब त्यहाँनिर गएर सुत्ने हो पेट्रोल पम्पमा गएर। यसलाई हतार भयो, कता पुग्ने गाडी हो यो।